हेलो वेलकम सबैजनालाई। अनि म आज कति धेरै पछाडि फेरि भिडियो बनाएर आउँदैछु। आज म घुम्न जाँदैछु। आज के हो विश्वकर्मा पूजा हो। अनि विश्वकर्मा पूजा कसले गर्नुभयो, जसको बाइक गाडी साडी के थियो सबैले पूजा गर्नुभयो होला। अनि आज म जाँदैछु देउराली। मान्छे रहेछ। अनि त्यस पछाडि म तपाईँहरूलाई देउराली देखाउँछु। सबैलाई थाहा छ, म्याङ्लुङमा बस्नेलाई चाहिँ म्याङ्लुङदेखि बाहिरको मान्छेले नि मेरो भिडियो हेर्नुहुन्छ भने चाहिँ थाहा छैन होला। म तपाईँहरूलाई देखाउँछु आज देउराली। देउराली जाने बाटो चाहिँ हाम्रो घरबाट चाहिँ यस्तो मान्छेहरू भएपछि मलाई मनै पर्दैन के भिडियो बनाउने। के भने देउराली जाने बाटो हाम्रो घरको बाटो चाहिँ यताबाट छ, उता प्रशासनको बाटोहरू चाहिँ अलिक राम्रो छ। यताबाट चाहिँ यहाँ तलतिर संसद भवनहरू छ, यस्तो देखिन्छ। यहाँ तलतिर संसद भवन के भवन छ। अनि यता पारिपट्टि पाँचथार, अनि यतापट्टि चाहिँ तेर्थुम। जलजले औँसी डाँडातिर पानी पर्दैछ के हो। आधीतिर चाहिँ घाम लागेको छ, आधीतिर चाहिँ देउरालीको सुरु। उतामाथि पिङ छ, त्यहाँमाथि जरायो हात्ती छ। एउटा को पनि त्यहाँ पातलुको जोडी, त्यहाँ पातलु मोटु। अनि यो चाहिँ हो देउराली अफिस। यहाँनिर चाहिँ गेटभित्र देउराली चमेना गृह छ भनेर मलाई चाहिँ यहाँ के खानेकुरा पनि पाइन्छ। यहाँ नम्बर टिपेर आउनु सक्नुहुन्छ तपाईँहरू खानलाई। अनि त्यस पछाडि भन्नुपर्दा सबैजनालाई खान मन लाग्यो भने आएर खाना हुन्छ साथीसँगै मिलेर। अनि त्यस पछाडि यहाँ छ एउटा हात्ती, ठुलो इलिफेन्ट। हात्तीले खोइ कोलाको बोट रोप्दैछ हात्तीमा। अनि त्यस पछाडि छ यहाँ फुलै फुल छ। अब यिनीहरू फुलेपछि चाहिँ एकदमै राम्रो हुन्छ। त्यहाँ पत्लु मोटु, पत्लुलाई चाहिँ झन् पत्लु मान्छेलाई झन् साह्रो एउटा एभोकाडै थमाइदिएछन्। यता एकजना पत्लु हुनुहुन्छ। अनि म छु मिस तामाङ। ताली बजाऊ न मिस तामाङ भने। यहाँदेखि उकालो जानुपर्छ। अनि त्यस पछाडि एकदमै राम्रो भ्यू देखिन्छ। पख्नु म तपाईँहरूलाई लान्छु एकदमै राम्रो ठाउँमा। मेरो आज मैले नयाँ सर्ट किनेको थिएँ। सर्ट देखाउनु बिर्सेछु। मेरो नयाँ सर्ट भयो नयाँ सर्ट देखाइदिनु पर्यो नि त, होइन? मासु भातै पाके जति गरेर कुद्छ भाइ। अनि यहाँ छ, यहाँदेखिको देख्नुहुन्छ भ्यू। हेर्नु भने तपाईँहरू पनि हेर्नुहोस्। यो चाहिँ त्यो अफिस हो। अहिले चाहिँ यहाँ कुहिरो लागेको छ क्या आधी चाहिँ। अनि त्यही भएर आधी त्यस्तै रहेछ, आधी यस्तै रहेछ। तल देखेको चाहिँ तम्बोट नदी हो। एकछिन म आरामले बोल्छु। अनि उता पर पिङ छ, त्यहाँ पिङ खेल्दै हुन्छ कुकुर। उता पर पनि एउटा चौतारी छ, यहाँ एउटा चौतारी छ। गाइज अब मैले धेरै टिकटक बनाएँ, कतिवटा 4-5वटा टिकटक बनाएँ। अनि उहाँले पनि बनाउनु भएको छ। अनि त्यस पछाडि चाहिँ अब हामी घर जाँदैछौँ। बाई बाई। अब भरे हेर्नु होला टिकटकहरू। अनि यो भिडियो पनि हेर्नु होला। के किरा हुँदो रहेछ। तिम्रो झुसलाई बिजाउँछ, यो लगाइदियो भने लाउनु हुँदैन। तर मैले धेरै दिनपछि भ्लग बनाएर चाहिँ त्यो भ्लगको अन्तिममा आज मैले अब अन्तिम अघि बाई भने पनि अब फेरि पनि म बनाउँछु। मैले चटपटै नत्र आलु निम्की खाने भने छ, त्यो पनि खाएर। अनि त्यस पछाडि भिडियोको एन्ड हुन्छ। आज अब नखाइकन त कसरी भिडियो एन्ड हुन्छ, होइन? यत्रो घुम्न आएपछि नखाने भन्ने कुरा चाहिँ हुँदैन। त्यस्तो भन्न पाइँदैन। अघि नै आलु निम्की किनिदिन्छु भनेको छौ, कसरी के को पुरुफ? यस्तो भन्यो भने चाहिँ ड्याम दिँदाखेरि हुन्छ। केही डर सर नमानिकन। ओके छ। यहाँनिर माथि पनि टिकटक बनाउँदै हुन्छ, कति राम्रो टिकटक बनाउँदै हुनुहुन्छ उहाँहरूले पनि। अनि
यहाँनिर सिकुटी र तोङमा खाना चाहिँ आउनुपर्ने हुन्छ तर पनि अब पैसा भएको बेलामा ल कोहीसँग पैसा छ भने बोलाउँदा हुन्छ हामीलाई हामी आउँछौँ अनि उहाँले फुल चोर्दै हुनुहुन्छ म फुल जस्तै यति राम्री माया हुँदा त किन त्यो दुनियाँ फुल टिप्छौ किन टिप्छौ भन यति राम्री फुल जस्तै मायालु हुँदा त किन अरू फुल टिप्छौ भन केही भन छिटो कस्तो भन्दैन होइन धन्यवाद कस्तो धन्यवाद भन्दाखेरि पनि नबोल्ने मान्छे नि हुन्छ स्वागतम भन्नु पर्दैन होइन अब चाहिँ भने हामी एकैचोटि आज मैले नङ पलिस नयाँ लगाएको छु कस्तो देखिएको छ भन्ने ल अनि म अब एकैचोटि हजुरहरूलाई पानीपुरी चटपटे खाने ठाउँमा लान्छु ओके अब सक्यो पानीपुरी छैन अरे आज अनि त्यही भएर पानीपुरी खाइनँ ओके अब बाई बाई